Hello everybody, welcome to Mathematics Simplified. म यो युट्युब च्यानलमा चाहिँ क्लास 10 म्याथमेटिक्स स्टुडेन्ट्सलाई म्याथ्स र साइन्स पढाउँछु अनि आज चाहिँ मैले म्याथ्सको च्याप्टर क्वाड्रेटिक इक्वेजन इन वान भेरिएबलको थर्ड क्लास लिएर आएको छु तर बिफोर स्टार्टिङ द क्लास आइड लाइक टु रिक्वेस्ट इच एन्ड एभ्री वान टु प्लिज डु सब्सक्राइब लाइक सेयर एन्ड कमेन्ट. The distance between two stations is 300 km. A train went to the second from the first with a uniform velocity. If the velocity of the train could be 5 km per hour more, then the time taken by the train to reach the second would be lesser by 2 hours भनेर भन्दैछ. म्याथ्समा एउटा कुरा चाहिँ याद गर्नुहोस् भनेर चाहिँ स्पिड र भेलोसिटी टर्म चाहिँ इन्टरचेन्जेबली युज हुन्छ वेराज इन फिजिक्स यो चाहिँ दुईवटा डिफ्रेन्ट कुरा हो है. डिस्टेन्स बिट्विन टु स्टेसन इज 300 किलोमिटर्स भनेर दिएको छ. ल सपोज फर्स्ट स्टेसनको नाम ए अरे सेकेन्ड स्टेसनको नाम बी अरे है. अ ट्रेन वेन टु सेकेन्ड फ्रम द फर्स्ट विथ द युनिफर्म भेलोसिटी भनेर भन्दैछ. द्याट मिन्स एउटा स्टेसनदेखि अर्को स्टेसन चाहिँ ट्रेन गयो अरे विथ अ युनिफर्म भेलोसिटी भनेर भन्दैछ. तर हामीलाई युनिफर्म भेलोसिटी कति हो भनेर दिएको छैन. सो लेट द भेलोसिटी बी एक्स भनेर मान्यौँ है. इफ द भेलोसिटी अफ द ट्रेन कुड बी 5 किलोमिटर पर आवर मोर भनेर भन्दैछ. जति भेलोसिटी थियो त्यो माथि पनि अझै 5 किलोमिटर पर आवर अझै स्पिड बढायो अरे. सो increased velocity will be x plus 5 kilometer per hour. होइन. Then the time taken by the train to reach the second would be lesser by 2 hours भनेर भन्दैछ. वर्ड बेस्ड प्रब्लममा चाहिँ तपाईँहरूले के याद गर्नुपर्छ भने कन्क्लुडिङ स्टेटमेन्ट इज भेरी इम्पोर्टेन्ट किनकि मोस्ट अफ द इक्वेजन फ्रेमिङ चाहिँ कन्क्लुडिङ स्टेटमेन्टमै आउँछ. यसमा के भन्दैछ ट्रेनको स्पिड चाहिँ इन्क्रिज गऱ्यो भने चाहिँ 2 घन्टा छिटो पुग्ने रहेछ है. द्याट मिन्स हामीले यसलाई T1 माइनस T2 इक्वल्स 2 लेख्नु सक्छ किनकि T2 केसमा चाहिँ स्पिड इन्क्रिज गरेको थियो नि त है. सो स्पिड इन्क्रिज गरेर चाहिँ टाइम कम्ती लाग्यो. द्याट मिन्स T1 इज ग्रेटर देन T2 लेख्नु सक्छ किनकि T1 मा स्पिड एक्स थियो T2 मा चाहिँ इन्क्रिज स्पिड गरेर चाहिँ कम्ती टाइम लाग्यो. यसरी लेख्नु सक्छ हामीले. यस. तर हामीलाई चाहिँ डिस्टेन्स दिएको छ स्पिड दिएको छ तर हामीले टाइमको फर्मेटमा चाहिँ कन्भर्ट गर्नु पर्यो. के हाम्रोमा के एउटा यस्तो फर्मुला छ कि हामीले डिस्टेन्स र स्पिडलाई टाइमको फर्मेटमा ल्याउनु सक्छ. यस. हामीले जुनियर क्लासेसमा गरेको थियो कि स्पिड इज इक्वल टु डिस्टेन्स बाई टाइम भनेर. सो टाइमलाई के लेख्नु सक्छ हामीले डिस्टेन्स बाई स्पिड लेख्नु सक्छ. सो हाम्रोमा टाइम छ. सो टाइमलाई चाहिँ D1 डिभाइडेड बाई S1 एन्ड T2लाई चाहिँ D2 डिभाइडेड बाई S2 इक्वल्स 2 लेख्नु सकिन्छ है. सो डिस्टेन्स कति छ एदेखि बी. D1 इज 300 है. स्पिड इज एक्स. अर्को कन्डिसनमा D1 सेम छ आई मिन D2 सेम छ 300 अनि S2 चाहिँ x प्लस 5 विच इज द इन्क्रिज स्पिड विच इज इक्वल टु 2 आवर्स है. यसको एलसिएम निकाल्यो भने x हुन्छ x प्लस 5 हुन्छ त्यहाँदेखि 300 x प्लस 5 हुन्छ किनकि यसको डिनोमिनेटरमा x छ. सिमिलरली यो चाहिँ 300x हुन्छ किनकि यसको डिनोमिनेटरमा x प्लस 5 छ विच इज इक्वल्स टु 2 है. यसलाई फर्दर सिम्प्लिफाई गऱ्यो भने 300x हुन्छ यो 1500 हुन्छ किनकि 300 इन्टु 5 इज 1500. यो 300x हुन्छ. सिमिलरली यो क्रस मल्टिप्लाई गऱ्यो भने 2x x प्लस 5 हुन्छ प्लस 300x र माइनस 300x क्यान्सल भयो. त्यहाँदेखि हाम्रोमा रह्यो 1500 इक्वल्स 2x x प्लस 5. 2ले अझै 1500लाई काटिन्छ 750 टाइम्स. सो 750 इक्वल्स x स्क्वायर फर्दर एक्सप्यान्ड गऱ्यो भने दिस बिकम्स 5x एन्ड एट लास्ट वाट वी गेट इज यता गयो भने माइनस हुन्छ माइनस 750 इक्वल्स 0. यसो हो हाम्रो फाइनल क्वाड्रेटिक इक्वेजन है. Moving on to the next question. A clock seller sold a clock by purchasing it at 336. The amount of his profit person is as much as the amount with which he bought the clock भनेर भन्दैछ. एउटा घडी दोकाने थियो अरे क्लक सेलर. उसले चाहिँ पहिला घडी किन्यो अरे परचेज गर्यो अरे. त्यहाँदेखि उसले बिक्री गरेछ
अनि बिक्री गरेर चाहिँ उसलाई नाफा भयो अरे, प्रफिट भयो अरे। सो हामीलाई के चाहिँ दिएको छ, हामीलाई सेलिङ प्राइस दिएको छ है, सेलिङ प्राइस दिएको छ इज 336। तर घडी दोकानेले कतिमा घडी किन्यो भनेर चाहिँ दिएको छैन। सो लेट द कस्ट प्राइस बी एक्स भनेर हामीले लेख्न सक्छौँ है। द अमाउन्ट अफ हिज प्रफिट पर्सन, मैले अस्ति पनि भनेको थिएँ कि इजलाई चाहिँ हामीले जेनरली म्याथ्समा इक्वल्स टु साइनले रिप्रेजेन्ट गर्न सक्छ है। प्रफिट पर्सन इज इक्वल टु एज मच एज द अमाउन्ट विथ विच हि बट भनेको चाहिँ प्रफिट पर्सन र कतिमा किन्ने त्यो चाहिँ बराबर छ अरे है, एज पर द क्वेसन है, अकर्डिङ टु द क्वेसन। सो हामीलाई प्रफिट पर्सन भनेको के हो, हामीले जुनियर क्लासेसमा गरेको थियो फर्मुला। प्रफिट पर्सन भनेको प्रफिट डिभाइडेड बाई कस्ट प्राइस इन्टु 100, एन्ड प्रफिटलाई हामीले के लेख्न सक्छ, सेलिङ प्राइस माइनस कस्ट प्राइस डिभाइडेड बाई सेलिङ प्राइस इन्टु 100। सो प्रफिट पर्सनलाई हामीले सेलिङ प्राइस माइनस कस्ट प्राइस डिभाइडेड बाई कस्ट प्राइस इन्टु 100 इक्वल्स सेलिङ कस्ट प्राइस लेख्न सक्ने रहेछ है। कस्ट प्राइस कति छ, 336, selling price, and cost price is x, cost price is x into 100, then cost price is x. यसलाई फर्दर सिम्प्लिफाई गऱ्यो भने 336 00 किनकि 100 ले मल्टिप्लाई गर्दैछ, त्यहाँदेखि 100x हो यो, त्यहाँदेखि क्रस मल्टिप्लाई गऱ्यो भने x स्क्वायर हुन्छ। सो x स्क्वायर यता गयो भने प्लस 100x हुन्छ, अनि यो यता गयो भने माइनस 336 00 इक्वल्स 0। यो चाहिँ हाम्रो फाइनल क्वाड्रेटिक इक्वेसन। Moving on, if the velocity of the stream is 2 km per hour, then the total time taken by Ratan Maji to cover 21 km in downstream and the same distance upstream is 10 hours भनेर भन्दैछ। यो क्वेसन गर्नुभन्दा अगाडि चाहिँ म तपाईँलाई एउटा कन्सेप्ट भन्छु है। एउटा फ्ल्याट सर्फेस छ अरे है, फ्ल्याट सर्फेसमाथि पानी राख्यो भने बग्छ बग्दैन, वेराज त्यही सर्फेसलाई हामीले अलिकति इन्क्लाइन गऱ्यो अरे है, इन्क्लाइन गऱ्यो भने त पानी बग्यो नि त है। सो बग्दै गरेको पानीलाई नै हामीले स्ट्रिम भन्छ। अर्को कन्सेप्ट चाहिँ तपाईँलाई के याद हुनुपर्छ भने जुन चाहिँ डिरेक्सनमा पानी बग्दैछ है, त्यही डिरेक्सनमा तपाईँ हिँड्नु भयो अरे है, त्यही डिरेक्सनमा तपाईँ हिँड्नु भयो अरे, त्यसलाई चाहिँ भन्छ हामी डाउन स्ट्रिम है। वेराज पानी यो डिरेक्सनमा बग्दैछ र तपाईँ चाहिँ यसको अपोजिट डिरेक्सनमा विपरीत दिशामा हिँड्नु भयो भने चाहिँ यसलाई चाहिँ हामी भन्छौँ अपस्ट्रिम है, बुझ्नुभयो होला। सो हामीलाई के गिभन छ, भेलोसिटी अफ द स्ट्रिम। सो भेलोसिटी अफ द स्ट्रिम कति छ, भेलोसिटी अफ द स्ट्रिम चाहिँ हाम्रो 2 किलोमिटर पर आवर छ है। रतन माझीको स्पिड कतिमा हिँड्यो त्यो त याद छैन। सो लेट द velocity or speed of रतन माझी बी एक्स भनेर हामीले अज्युम गऱ्यौँ है। यो कुरा चाहिँ के बुझ्नुपर्छ भने डाउन स्ट्रिममा तपाईँले रतन माझी हिँड्दैछ अरे, सपोज मानिलियो, इमेजिन गर्नुहोस् तपाईँ एउटा खोलामा छ अरे है, खोला जुन चाहिँ डिरेक्सनमा बग्दैछ तपाईँ पनि त्यही डिरेक्सनमा हिँड्नु भयो भने तपाईँ हिँड्नु सजिलो पऱ्यो नि त है। त्यही भएर तपाईँको भेलोसिटी प्लस खोलाको भेलोसिटी जुन चाहिँ हामीलाई 2 दिएको छ, दुईटा एड गर्नु कारण चाहिँ के हो भने तपाईँ त्यही डिरेक्सनमा जाँदैछ, त्यही भएर चाहिँ एड हुन्छ। वेराज खोला तपाईँको भेलोसिटी अपोजिट डिरेक्सनमा हिँड्नु भयो अरे खोलाको होइन, त्यही भएर चाहिँ बिचमा माइनस हुन्छ। किनकि इमेजिन गर्नुहोस् कि तपाईँ खोलाको डिरेक्सनको विपरीत दिशामा हिँड्दैछ भने तपाईँलाई साह्रो पऱ्यो नि त हिँड्नु है, किनकि फोर्स तपाईँको अगेन्स्ट लाग्छ, त्यही भएर चाहिँ यो नेगेटिभ हुन्छ है। यसमा अझै के भनेको छ भने देन द टोटल टाइम टेकन बाई रतन माझी टु कभर 21 किलोमिटर इन डाउन स्ट्रिम एन्ड द सेम डिस्टेन्स अप स्ट्रिम इज 10 आवर्स। ओके, यो जुन चाहिँ तपाईँको अप स्ट्रिम र डाउन स्ट्रिम हुँदैछ यो चाहिँ 21 किलोमिटरको डिस्टेन्स विथमा हुँदो रहेछ है। रतन माझी चाहिँ एदेखि बी गएछ पहिला, त्यहाँदेखि बीदेखि फेरि ए आएछ है। यो दुइटै काम गर्नु चाहिँ रतन माझीलाई 10 घन्टा लाग्दैछ
द्याट मिन्स T1 प्लस T2 इक्वल्स टु 10 आवर्स लेख्न सक्छ यस किनकि मानिलियौँ कि हामीले T1 लाई हामीले डाउनस्ट्रिम मान्यौँ र T2 टाइम चाहिँ हामीले अपस्ट्रिम मान्यौँ है रतन माझीलाई ओह्रालो आउनुलाई हामीले T1 मान्यौँ र अगेन्स्ट द स्ट्रिम उकालो जाने चाहिँ हामीले अपस्ट्रिम मान्यौँ T2 है सो हामीलाई हाम्रो हातमा के छ हाम्रो हातमा डिस्टेन्स छ हाम्रो हातमा स्पिड छ तर हाम्रो हातमा टाइम छैन तर हामीले अघि गरिहाल्यो कि टाइमलाई डिस्टेन्स र स्पिडलाई हामीले टाइमको फर्मेटमा कन्भर्ट गर्न सक्छ with the help of the formula है T1 लाई हामीले D1 divided by S1 लेख्न सक्छ सिमिलरली T2 लाई हामीले D2 divided by S2 लेख्न सक्छ which is equal to 10 है D1 कति छ 21 S1 जुन चाहिँ हामीले डाउनस्ट्रिम लेखेको छौँ that is x plus 2 plus D2 is 21 and S2 is x minus 2 equals 10 है दुईटाको एलसिएम ल्याउँ दुईटाको एलसिएम लियो भने चाहिँ x plus 2 x minus 2 हुन्छ यो चाहिँ हुन्छ हाम्रो 21 x minus 2 किनकि यसको डिनोमिनेटरमा x plus 2 छ 21 x plus 2 किनकि यसको डिनोमिनेटरमा x minus 2 छ इक्वल्स टु 10 है यसलाई अझै फर्दर सिम्प्लिफाई गऱ्यो भने चाहिँ हाम्रो आउँछ 21x this becomes minus 42 this becomes 21x plus 42 अन्त यो क्रस मल्टिप्लाई गऱ्यो भने चाहिँ 10 त्यहाँदेखि x plus 2 भयो हाम्रो x minus 2 भयो then ब्र्याकेट क्लोज है minus 42 र plus 42 क्यान्सल हुन्छ जग्गा नभएर यता कन्टिन्यू गर्छु है म 21x plus 21x कति हुन्छ 42x which is equal to 10 then x plus 2 and x minus 2 है यसलाई फर्दर सिम्प्लिफाई गऱ्यो भने 2 5 is 10 to 21x यहाँ हेर्नुहोस् न तपाईँको a plus b a minus b को फर्मेटमा छ सो हामीले यसलाई फर्दर सिम्प्लिफाई गऱ्यो भने चाहिँ a स्क्वायर जस्ट अ मिनट ल a स्क्वायर माइनस b स्क्वायरको फर्मेटमा लेख्न सक्छ सो a स्क्वायर कति छ x b स्क्वायर इज 2 स्क्वायर सो दिस बिकम्स 21x र यो हुन्छ तपाईँको 5x स्क्वायर यो हुन्छ 2 2 4 5 4 20 ल फाइनली चाहिँ हामीले 5x स्क्वायर यता आयो भने माइनस हुन्छ माइनस 21x र माइनस 20 चाहिँ क्वाड्रेटिक इक्वेजनको फाइनल फर्मेटमा लेख्न सकिन्छ Okay, moving on to the next question. Time taken to clean out garden by Majid is 3 hours more than Mahim. Both of them together can complete the work in 2 hours भनेर भन्दैछ यो क्वेसन गर्नुभन्दा अगाडि चाहिँ म तपाईलाई एउटा कन्सेप्ट बुझाउँछु है सपोजिङली एउटा पिज्जा छ अरे है त्यो पिज्जा कम्प्लिट खानु चाहिँ तपाईलाई 4 घण्टा लाग्छ अरे हैन सो 1 घण्टामा पिज्जा कति खाइसक्नुहुन्छ यति पोर्सन खाइसक्नुहुन्छ दैट मिन्स 1 आवरमा तपाईले 4 भाग खान सक्नुहुन्छ नि किनकि 1 2 3 4 टोटल भाग 4 भाग छ सो 1 घण्टामा 1/4 पार्ट चाहिँ तपाईले पिज्जा खाइसक्नुहुन्छ सिमिलरली let Mahim complete or clean the garden. Mahim takes X hours to clean the garden भनेर हामीले मानिलियौँ महिमलाई चाहिँ X hours लाग्छ अरे है कम्प्लिट गार्डन सफा गर्नु सो महिमले 1 घण्टामा कति सफा गर्छ महिम वर्क इन 1 आवर हामीले कति लेख्न सक्छ 1 डिवाइडेड बाई x जसरी नै हामीले 1 घण्टामा 1/4 पिज्जा खायौँ महिमले पनि 1 घण्टामा 1/x पार्ट अफ द गार्डन चाहिँ सफा गर्न सक्छ भनेर भन्दैछ सो मजिदले चाहिँ कति टाइम लाग्छ अरे टोटल गार्डन सफा गर्नु x plus 3 hours किनकि महिम भन्दा चाहिँ 3 घण्टा ज्यादा टाइम लिन्छ भनेर भन्दैछ नि त है सो मजिदले 1 आवरमा कति सफा गर्छ गार्डन 1 डिवाइडेड बाई x plus 3 है सो बोथ अफ देम टुगेदर क्यान कम्प्लिट द वर्क इन 2 hours भनेर भन्दैछ सो महिमले 1 घण्टामा 1/x पार्ट गार्डन सफा गर्यो भने 2 आवरमा कति गर्छ 2/x हैन सो मजिदले चाहिँ सिमिलरली 2 आवरमा कति काम गर्छ 2 डिवाइडेड बाई x plus 3 है यो क्वेसनमा चाहिँ के भन्दैछ भने 2 घण्टा
काम गरे अरे महिम र मजिदले 2 घन्टा काम गऱ्यो भने चाहिँ कम्प्लिट गार्डन सफा गर्छ भनेर भन्दैछ। द्याट मिन्स महिमको 2 घन्टाको काम र मजिदको 2 घन्टाको कामले चाहिँ कम्प्लिट एउटा गार्डन सफा गर्छ भनेर भन्दैछ। टाइम एन्ड वर्क भन्ने च्याप्टरमा चाहिँ तपाईँले एउटा कुरा के याद गर्नुपर्छ भने चाहिँ कम्प्लिट वर्कलाई चाहिँ हामीले जहिले पनि 1 कन्सिडर गर्छौँ है। यो कुरा चाहिँ ध्यान राख्नुहोस्। सो यसको एलसिएम हुन्छ तपाईँको है। सो यसलाई फर्दर सिम्प्लिफाई गर्नु x + 3 हुन्छ, यो हुन्छ 2x = 1। सो 2x भयो, 2 × 3 is 6 + 2x इक्वल्स यो क्रस मल्टिप्लाई गर्नु x² हुन्छ, यो हुन्छ तपाईँको 3x है। सो 6 भयो, यो 4x भयो इक्वल्स टु x² + 3x। यसलाई फर्दर सिम्प्लिफाई गऱ्यो भने चाहिँ x² + 3x, यता भने माइनस हुन्छ -4x, सो यता भने -6 इक्वल्स 0 होइन। त्यहाँदेखि अझै यो सिम्प्लिफाई हुने रहेछ x² यो x हुन्छ किनकि +3x र -4x सिम्प्लिफाई गऱ्यौँ x हुन्छ, दिस बिकम्स -6 इक्वल्स टु 0। यो चाहिँ हो हाम्रो फाइनल क्वाड्रेटिक इक्वेसन। मुभिङ अन टु द नेक्स्ट क्वेसन, युनिट डिजिट अफ 2 डिजिट नम्बर एक्सिड्स 10 डिजिट बाई 6 एन्ड द प्रोडक्ट अफ 2 डिजिट इज लेस देन द नम्बर बाई 12 भनेर भन्दैछ। इज भनेको मैले के भने इक्वल टु है, मेजोरिटी अफ द केसमै, सबैमा चाहिँ होइन है। सो युनिट डिजिट अफ 2 डिजिट नम्बर एक्सिड्स 10 डिजिट बाई x6 भन्दैछ। द्याट मिन्स हामीले लेट द 10th डिजिट बी x भनेर लेख्न सक्छौँ। यो क्वेसन गर्नुभन्दा अगाडि म अझ सानो कन्सेप्ट भन्छु ल। सपोज नम्बर 42 छ अरे होइन, 42 मा 2 के हुन्छ युनिट डिजिट है, अन्त 4 के हुन्छ 10th डिजिट। यो याद छ, युनिट 10, 100, 1000 भनेर हामी सानो हुँदा पढेको थियो नि, सेम कन्सेप्ट हो। सो 10th डिजिट x हो भने युनिट डिजिट चाहिँ कति हुन्छ अरे, युनिट डिजिट एक्सिड्स 10th डिजिट बाई 6 भन्दैछ। द्याट मिन्स युनिट डिजिट चाहिँ हुन्छ हाम्रो x + 6 होइन। एन्ड द प्रोडक्ट अफ 2 डिजिट, यिनीहरूको चाहिँ गुना, प्रोडक्ट भनेको गुना हो, x × x + 6 इज इक्वल टु लेस देन द नम्बर। नम्बर चाहिँ कति हो त यसको है। हामीले 42लाई 40 + 2 लेख्नु सक्छ किनकि 40 चाहिँ 10th डिजिटमा छ नि त। सिमिलरली हामीले जुन 10thमा के छ यसमा x, सो xलाई हामीले 10x लेख्नु सक्छ होइन। सो युनिट डिजिटलाई जस्तै +2 जोडेको जस्तै युनिट डिजिटलाई x + 6 लेख्न सक्छ है, x + 6 अनि लेस देन द नम्बर बाई 12 भन्दैछ। लेस भनेको माइनस हो, सो 12ले घटाउनु पर्यो किनकि यो चाहिँ ठुलो छ प्रोडक्ट चाहिँ है। सो यसलाई फर्दर सिम्प्लिफाई गऱ्यो भने चाहिँ x² हुन्छ प्लस 6x हुन्छ इक्वल्स टु 10x + x इज 11x। यो हुन्छ तपाईँको +6 र -12 कति हुन्छ -6 एन्ड x² + 6x, यता गयो भने -11x हुन्छ, त्यहाँ यता गयो भने +6 इक्वल्स टु 0 एन्ड x² -5x + 6 इक्वल्स टु 0। यो चाहिँ हो हाम्रो फाइनल क्वाड्रेटिक इक्वेसन। ओके, moving on to the next question. There is a road of equal width around a rectangular playground in the outside of it having the length 45 meter and breadth 40 meter and area of the road is 450 square meter भनेर भन्दैछ। एउटा चाहिँ ग्राउन्ड छ अरे है, खेल्ने ग्राउन्ड रेक्ट्याङ्गुलर सेपमा रहेछ। ओके, यसको तपाईँको लेन्थ चाहिँ कति छ अरे, लेन्थ चाहिँ 45 रहेछ। लेन्थ यहाँदेखि यहाँसम्म चाहिँ 45 रहेछ, त्यहाँदेखि यहाँदेखि यहाँसम्म ब्रेथ चाहिँ 40 दिएको रहेछ है। यसको बाहिर बाहिर चाहिँ हाम्रोमा एउटा रोड पनि रहेछ है, ग्राउन्डको वरिपरि चाहिँ रोडले घेरेको रहेछ होइन। ग्राउन्ड भयो, ग्राउन्डको वरिपरि चाहिँ रोड रहेछ। एकैछिन अलिक बाङ्गो बाङ्गो भयो कि, जस्ट अ मिनट। यो तपाईँको ग्राउन्ड भयो, त्यहाँदेखि यो चाहिँ हाम्रो रोड भयो है। त्यहाँदेखि म निलोले कलर गर्छु ल रोडलाई, सो द्याट तपाईँहरूलाई बुझ्न सजिलो होस् भनेर। जस्ट अ मिनट, रोड हो यो। त्यहाँदेखि चाहिँ
इक्वल विथ रहेछ भनेर भन्दैछ। द्याट मिन्स तपाईँको यहाँदेखिको यहाँसम्म छ नि डिस्टेन्स, यहाँदेखिको यहाँसम्म, यहाँदेखिको यहाँसम्म डिस्टेन्स कति हुन्छ, एक्स मान्यौँ। हामीले याद छैन है, इक्वल विथ त भन्दैछ। सो यहाँदेखि यहाँ पनि एक्स हो, यहाँदेखि यहाँसम्म पनि एक्स हो, यहाँदेखि यहाँसम्म पनि एक्स हो होइन। एन्ड द एरिया अफ द रोड इज 450 स्क्वायर मिटर भनेर भन्दैछ। द्याट मिन्स टोटल एरिया भनेको चाहिँ के हो भने यहाँदेखि यहाँसम्म, यहाँदेखि यहाँसम्म, यहाँदेखि यहाँसम्म। द्याट मिन्स ग्राउन्ड र तपाईँको रोड मिलाएको एरिया चाहिँ टोटल एरिया हामीले मान्यौँ, माइनस एरिया अफ द ग्राउन्ड। यो भित्रको छ नि, भित्रको ग्राउन्डलाई माइनस गऱ्यो अरे एरिया अफ द ग्राउन्डलाई। सो प्ले ग्राउन्ड लेख्छु है म। प्ले ग्राउन्डलाई माइनस गऱ्यो भने चाहिँ के निस्किन्छ, एरिया अफ द ग्राउन्ड निस्किन्छ। निलो एरियाले निलो कलरले रङ लगाएको एरिया निस्किन्छ। यस, जुन चाहिँ हाम्रो क्वेसनमा देख्छ 450 स्क्वायर मिटर भनेर है। सो टोटल एरिया कति हुन्छ, टोटल एरिया निकाल्नुको लागि चाहिन्छ हामीलाई लेन्थ चाहिन्छ, लेन्थ र ब्रेथ चाहिन्छ होइन। सो लेन्थ कति हुन्छ त, यहाँदेखि यहाँसम्म 45 छ भने यहाँदेखि यहाँसम्म कति छ, प्लस एक्स हुन्छ। सो यहाँदेखि यहाँसम्म पनि प्लस एक्स हुन्छ। सो टोटल लेन्थ कति हुन्छ, 45 प्लस 2x। सिमिलरली ब्रेथ यहाँदेखि यहाँसम्म कति छ, 40। द्याट मिन्स यहाँदेखि यहाँसम्म हाम्रो x छ अनि यहाँदेखि यहाँ पनि हाम्रो x छ। सो यो हुन्छ हाम्रो 40 प्लस 2x है। सो एरिया निकाल्नको लागि चाहिँ दुईवटा गुणा गर्नु पर्यो। सो टोटल एरियामा हामीले 45 प्लस 2x इन्टु 40 प्लस 2x गर्नु सक्छ है। प्ले ग्राउन्डको हाम्रो लेन्थ कति छ, यहाँदेखि यहाँसम्म 45 होइन। सो 45 इन्टु ब्रेथ कति छ, 40। यो दुईवटा माइनस गऱ्यो भने चाहिँ 450 स्क्वायर मिटर आउँदैछ, जुन चाहिँ रोडको मात्रै एरिया हो। सो यसलाई एक्सप्यान्ड गरेर हेरौँ। सो 45 इन्टु 40 गरौँ, यसलाई मल्टिप्लाई भयो। अब चाहिँ यसलाई मल्टिप्लाई गऱ्यो भने चाहिँ कति हुन्छ, 45 इन्टु 2x, नट 40, 45 हो है। यो हुन्छ तपाईँको 45 इन्टु 2x। अब नेक्स्टमा गयो भने चाहिँ 2x इन्टु 40 भयो। त्यहाँदेखि हुन्छ लास्टमा चाहिँ हाम्रो 2x इन्टु 2x है। यो त बुझ्यो। माइनस 45 इन्टु 40 इक्वल्स 450 होइन। प्लस 45 इन्टु 40 र माइनस 45 इन्टु 40 छ, यो दुईवटा चाहिँ हाम्रो क्यान्सल भयो है। 45 इन्टु 2x कति हुन्छ, 90x प्लस 2x इन्टु 40 कति हुन्छ, 80x प्लस 2 2 जा 4, x र x कति हुन्छ, x स्क्वायर। द्याट मिन्स 4x स्क्वायर इक्वल्स टु 450। 80 प्लस 90 कति हुन्छ, 170x प्लस 4x स्क्वायर इक्वल्स टु 450। यताबाट 2 कमन निकाल्ने रहेछ। द्याट मिन्स 2 8 जा 16, 2 5 जा 10, x प्लस 2 2 जा 4 एन्ड दिस बिकम्स 2 2 2 जा 4, 2 5 जा 10। यो 2 र 2 क्यान्सल भयो। अन्त हाम्रोमा कति रह्यो, 2x स्क्वायर प्लस 85x। यता आयो भने माइनस हुन्छ, द्याट इज 225 इक्वल्स 0। यो चाहिँ हाम्रो फाइनल क्वाड्रेटिक इक्वेसन। ओके, थ्याङ्क यू सो मच फर यर टाइम। अनि जसले पनि यसपालि माध्यमिक दिँदैछ, प्लिज डु सेयर दिस भिडियो अमङ यर फ्रेन्ड्स एन्ड या थ्याङ्क यू।